एकैछिन यो भिडियो हेरौँ है। वेदिका केसीलाई यदि मैले चोथाले भने उहाँलाई रिस उठ्छ कि उठ्दैन? जरुर उठ्छ। कसैले पनि वेदिका केसीलाई चोथाले भने रिस उठ्छ। हो त्यसै गरी कुनै पुरुषलाई वेदिका केसीले लाटो गोज्याङ्रो भन्दा पनि रिस उठ्छ। आज यही विषयमा कुरा गर्न गइरहेको छु, पुरा भिडियो हेर्नु होला। आज म तपाईहरुलाई एउटा कथावाचिकाको कहानी सुनाउन गइरहेको छु। उहाँको चाहिँ विगत कस्तो थियो भन्दाखेरि कि उहाँले विवाह गर्नुभयो एकदम लाचो गोज्याङ्रो सोझो खालको व्यक्तिसँग। एउटा राधिका दासी र वेदिका केसी बीचको लफडासँग मलाई लेना देना छैन, तर म आज वेदिका केसीको केही स्वभावगत पक्षको भण्डाफोर गर्न गइरहेको छु। यो वेदिका केसी भन्ने यो बहिनीमा चाहिँ सोमत रहेनछ, यिनमा भाषिक शिष्टता रहेनछ, भाषिक मर्यादा रहेनछ र उच्चारणीय तपाईको चाहिँ नि त्यो आभा हुन्छ नि त्यो रहेनछ। त्यसका केही पक्षहरू म आध्यात्मिक कोणबाटै व्याख्या गर्न चाहन्छु। एकदम लाचो गोज्याङ्रो सोझो खालको व्यक्तिसँग पहिलो कुरा, वेदिका केसीजी उत्पन्न भयो। आध्यात्मिक चेत सम्पन्न महिला या पुरुष जो हुन्छ नि उसको बाणी तपाईको मधुर र प्रिय र तपाईको के भन्दाखेरि सुललित हुन्छ, लालित्यपूर्ण हुन्छ र अप्रिय वचन पनि उसले बहुतै प्रिय टोनमा, मधुर टोनमा, मखमली टोनमा बोल्छ। त्यो भलै वेदिका केसीको यो विशुद्धि चक्र जागृत भएको छैन होला। विशुद्धि चक्र जागृत भएको भएदेखि त कसैको आलोचना गर्दै हिँड्ने, कसैको खिचिट्युरी गर्दै हिँड्ने, कसैको चाहिँ तपाईको चाहिँ नि बालका खाल उतार्दै हिँड्ने, कसैको चाहिँ नि तपाईको भण्डाफोर गर्दै हिँड्ने त्यो कामै गर्दैन। विशुद्धि अरूलाई मेरो बोलीबाट अरू कसैलाई पनि किञ्चित पनि हानि नहोस् भनेर सोच्छ। त्यसकारणले वेदिका केसीको विशुद्धि चक्र जागृत भएको छैन, यो कुरा स्वाभाविक हो। उनी सामान्य महिला हुन्, तर उनले आफ्ना भिडियोहरूमा आध्यात्मिक विषयमा चर्चा गरिरहेको हुनाले, स्पिरिचुअल तपाईको चाहिँ नि सब्जेक्टहरूमा उनले बहस गरिरहेको हुनाले मैले पनि यसो उनका भिडियोहरू हेरेँ। तर उनी स्वयं आफू चाहिँ आध्यात्मिक चेत सम्पन्न कति छन् त भन्दा मैले पाइनँ। किनभने आध्यात्मिक चेत सम्पन्न व्यक्तिको मुखबाट घटिया शब्दहरू, वाह्यात शब्दहरू, वाह्यात तपाईको चाहिँ उपमाहरू बाहिर आउँदैन। अब यो भिडियो म तपाईहरुलाई देखाउँछु। यो भिडियोमा उनले एकजना पुरुषलाई लाटो गोज्याङ्रो भन्ने शब्द प्रयोग गरेकी छिन्। आज म तपाईहरुलाई एउटा कथावाचिकाको कहानी सुनाउन गइरहेको छु। उहाँको चाहिँ विगत कस्तो थियो भन्दाखेरि कि उहाँले विवाह गर्नुभयो एकदम लाचो गोज्याङ्रो सोझो खालको व्यक्तिसँग। अब हेर्नुहोस्, कसैलाई पनि लाटो भन्न मिल्दैन, कुनै पनि पुरुषलाई यो शब्दै प्रयोग नगर्नु भनेर हामीलाई चाहिँ सिकाइएको छ। हाम्रो संविधानले निर्दिष्ट गरेको छ। शारीरिक अशक्त भन्न सकिन्छ, तपाईको चाहिँ दुर्बल भन्न सकिन्छ, तपाईको आँखा नदेख्नेलाई दृष्टिविहीन भन्नुपर्छ। यो लाटो अथवा उनले त अझ गोज्याङ्रो भनेकी छिन्। हो, यो शब्द उनले जुन शब्द चयन गरिन् वेदिका केसीले, यसबाटै अब उनले त्यसपछि भनेका जति पनि कुराहरू छन् त्यो कुराको चैतन्य धरातल चाहिँ निकै निम्छारो छ भन्ने कुरा मैले बुझिहालेँ। उनको स्टार्टिङमै उनले गोज्याङ्रो लाटो भन्ने शब्द प्रयोग गर्न थालिसकेपछि उनको इन्टेन्सनल्ली तपाईँको नेगेटिभ छ, उनको औरा नेगेटिभ छ, उनको आभा नेगेटिभ छ। हेर्नुहोस्, हामी आध्यात्मिक मेडिटेसन गर्ने मान्छेहरू, हामी ध्यान गर्ने मान्छे, हामी डायनामिक मेडिटेसन गर्ने मान्छे, ओशोको हामी चाहिँ तपाईँको विपश्यनामा गएर आएको मान्छेहरू, हामी चाहिँ विभिन्न किसिमको चाहिँ नि व्यक्तिका ऊर्जाहरूलाई पनि हामीले चाहिँ अनुभूति गर्छौँ। क्या कसको मान्छेले कुन बाणीबाटै ऊर्जा थाहा हुन्छ। एक शब्द बोल्ने बित्तिकै त्यो बाणीबाट यो व्यक्तिको आत्मिक यात्रा कहाँ पुगेको छ, यो चैतन्य धरातल यसको के छ, यो कुन तहको मान्छे हो, उसको चाहिँ स्पिरिचुअल लेभल कुन हो भन्ने कुरा प्रष्ट बुझिन्छ। हेर्नुहोस्, जब ओशो बोल्न थाल्नुहुन्थ्यो, 2 मिनट बोल्न थालिसकेपछि अल उहाँका साधकहरू हिप्नोटाइज हुन्थ्यो। किन? त्यो उहाँको बोलीमा त्यो एउटा तपाईँको माधुर्य छ। त्यो बोली हेर्नुहोस्, ओशोले वास्तवमा ओशोको डिस्कोर्सहरू तपाईँ सुन्नुभयो भने त्यो सबै नेगेटिभ डिस्कोर्स हो। उहाँले राजीव गान्धीदेखि लिएर रोनाल्ड रेगनदेखि लिएर तपाईँको चाहिँ नि हुँदा तपाईँको उहाँले चाहिँ रविन्द्रनाथ ट्यागोरसँग उहाँको चाहिँ कस्तो कुराहरू हुन्थ्यो। उहाँले महात्मा गान्धीलाई उहाँले उछितो काट्नु भएको छ। ओशोको
कम्प्लिटली डिस्कोर्सहरू 400-500 किताबहरू सबै नेगेटिभ हो, सब उहाँले क्रिटिसाइज गर्नुभएको छ, उहाँ सबैको धजी उडाउनु भएको छ। तर त्यो डिस्कोर्स तपाईँले सुन्नुहोस्, उसोको त्यो विशुद्धि चक्र जागृत भएको हुनाले, उसो इन्लाइटमेन्ट भइसकेको हुनाले उहाँले त्यो बोलेको कुराहरूमा यस्तो मजा छ कि विरोधीले सुन्दाखेरि पनि होइन, महात्मा गान्धीले सुन्दाखेरि पनि मनपर्ने खालको, राजीव गान्धीले एकछिन सुन्यो, आफैलाई गाली गरेको कुरा सुन्यो भने पनि मजा लाग्ने खालको त्यो हुनुपर्छ आध्यात्मिक चेत सम्पन्न व्यक्तिहरूले बोल्ने शैली। त्यसैले वेदिका केसी बहिनीजीलाई मेरो आग्रह के छ भने, राधिका दासीजीको बारेमा तपाईँ जे कुराहरू खोतल्नु छ, भण्डाफोर गर्नु छ, पहिलो कुरा सप्रमाण गर्नुहोस्, त्यसमा कुनै आपत्ति छैन। त्यो तपाईँले चाहिँ नि के भन्दाखेरि गर्नु होला। तर तपाईँको त्यो अभिव्यक्तिको जुन शैली छ, त्यो अभिव्यक्तिको शैली पुरै नेप्रेको पाराको, सोमत नभएको, पुरै निम्छरो पाराको र हिन्दीमा भन्नुपर्दा बहुतै लिच्चड पाराको, घटिया पाराको देखिएपछि त अनि मान्छेले बुझ्ने भयो कि उहाँको भित्रैदेखि आत्मादेखि नै तपाईँको के भने नकारात्मकता उम्लिएर आएको छ, हुडुलिएर आएको छ। उहाँ कुनै पनि हालतमा राधिका दासीलाई ड्यामेज गर्न चाहनुहुन्छ भन्ने खालको नियत बाहिर प्रकट हुने स्थिति आउन सक्छ। त्यसैले तपाईँ तटस्थ भएर यदि साँच्चीकै धार्मिक सांस्कृतिक तपाईँको आध्यात्मिक क्षेत्रका विकृतिहरूलाई उजागर गर्न यदि तपाईँ अगाडि आएको हो भने त्यस्ता कुराहरूको प्रमाण पनि पेश गर्नुहोस् र बोलीचालीमा चाहिँ तपाईँको त्यो माधुर्य आउनु पर्यो। गज्याङ्ग्रो भनेको छ, लाटो भनेको छ, दुनियाँ भनेको छ, बोल्ने तपाईँको त्यो पारा नै तपाईँको एकदम तपाईँको केटौले पारा छ। अनि त्यस्तो तपाईँको चाहिँ नि के भन्दाखेरि अनि फेरि तपाईँको शैली के भने म भण्डाफोर गर्न चाहन्छु भन्ने, फेरि भण्डाफोर नगर्ने, भिडियोहरू लुकाउने, अनि त्यसपछि फेरि आउने यो यसको पछाडि यो मोलमोलाई भइरहेको छ कि शुभ लाभको खेल चलिरहेको छ कि आर्थिक लेनदेनको बार्गेनिङ चलिरहेको छ भनेर शङ्का गर्दैन मान्छेहरूले? होइन, शङ्का हुन्छ नि त कि झ्यामझुम ल्याउनुहोस् प्रमाणसहित। त्यसपछि एक्सपोजको त्यसपछि राधिका दासीजीले पनि आफ्नो कुरा राख्नु होला। ल्याउँछु भनेर तर्साउने भिडियो ल्याउने, त्यसपछि बार्गेनिङ गरे जस्तो गरे, हाउ यो छ नि। यो सबै हेर्दाखेरि चाहिँ एटलिस्ट म अरू चाहिँ ठेक्का लिन सक्दिनँ है। यो वेदिका केसी भन्ने बहिनीको चाहिँ नि आध्यात्मिक चेतना चाहिँ त्यति हाई लेभलको रहेनछ। जुन विषयमा उहाँ बोलिराख्नु भएको छ त्यो विषयमा बोल्नको लागि आफू पनि त्यही चेतनाको हुनु पर्यो। कम्तीमा बुद्धको देशनाको बारेमा म यदि तपाईँलाई प्रवचन दिइरहेको छु, बिक्टक दिइरहेको छु, उपदेश दिइरहेको छु, व्याख्यान छाटिरहेको छु भने एटलिस्ट म बुद्ध चेतनाको निकट, बुद्ध चेतनाको तहमा त